नमस्ते, गुड मर्निङ सबैजनालाई। म केही समयपछि तपाईँहरूमा फेरि अर्को भिडियो लिएर उपस्थित भएको छु। यो भिडियो चाहिँ मेरो अरू भिडियोभन्दा अलिक फरक किसिमको भिडियो हुनेछ। हाम्रो नेपालीहरूले हाम्रो गाउँघरमा दसैँ कसरी मनाइन्छ भन्ने एउटा दसैँ विशेष कार्यक्रम जस्ता एउटा दसैँलाई लिएर केही झलकहरू, दसैँका झलकहरू चाहिँ देखाउन गइरहेको छु। र तपाईँहरूले सब्सक्राइब नगर्नु भएको छ भने सब्सक्राइब गरिदिनु होला। पछि भेटौँला। हस् त। म चाहिँ अब बिहानको कार्यक्रम सकेर खाना खाएर अब यो एउटा दसैँमा चाहिँ हामीले दसैँमा पिङ खेल्ने चलन पनि छ एउटा। त्यसकारण म चाहिँ अहिले घरभन्दा अलिकति माथि बरपिपलको चौतारामा पिङ हाले रहेछ। त्यो पिङ खेल्नको लागि म यसो आएको छु। ल पिङ खेलियो, मजा आइयो। मजा आयो, फुल मजा आयो। डर पनि लाग्दो रहेछ, है। ल बहुत मजा आयो। ल पिङ खेल्यो, एकदम रमाइलो भयो। हामीले यो दसैँ विशेष कार्यक्रममा चाहिँ पिङको पनि ठुलो महत्त्व छ। यो एउटा दसैँमा चाहिँ हामी लिङ्गे पिङ खेल्ने चलन थियो। तर यो चाहिँ हाम्रो अब अहिले अब लिङ्गे पिङ अलि बनाउनलाई अलि टाइम लाग्ने भएको कारणले यहाँका बाबु नानीहरूले चाहिँ यहाँ चौतारामा पिङ हाल्नु भएको रहेछ। उहाँहरूलाई मैले धन्यवाद भनेर भनिसकेको छु र फेरि पनि उहाँहरूलाई धन्यवाद। मजा आयो, पिङ खेल्यो, छुट्टै आनन्द लियो। तपाईँहरूले पनि पक्कै यो दसैँमा चाहिँ पिङ खेल्ने, साथीभाइ भेटघाट गर्ने, यस्तै रमाइलो गर्नुहोस्। र सम्पूर्ण मेरो साथीहरूलाई चाहिँ मैले मेरो दसैँ यसरी बिते, तपाईँहरूको पनि रमाइलोसँग चाड मनाउनुहोस्, बिताउनुहोस् भन्दै म सम्पूर्णलाई चाहिँ ह्याप्पी दसैँ भन्न चाहन्छु। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो स्पेसल यी नै हुन्। अब दसैँ कसरी मनाउने भन्दाखेरि मैले मोटामोटी तपाईँहरूलाई सबै भनिसकेँ।
हामीले विकृति विसङ्गतितिर लाग्नु हुँदैन। हामीले किनभने हामी रमाइलोको नाउँमा विकृतितिर अलिकति लागिरहेको छ। यो साँच्चीकै यो छोड्नुपर्छ। हामीले यस्तो गर्नु हुँदैन। हामी यो दसैँमा रमाइलो गर्नको लागि तास खेल्ने, रमाइलोकै नाममा रमाइलोकै उसमा चाहिँ जाँड खाने, रक्सी खाने यावत कुराहरू छ, त्यस्तो चाहिँ बिल्कुलै गर्नु हुँदैन भन्न चाहन्छु। हुन त तपाईँहरूको आफ्नो पर्सनली जीवन जिन्दगी बिताउने तपाईँहरूको अधिकारको कुरा हो, तर पनि मैले केही जानेको कुराहरू मात्रै सेयर गरेको हो। यो तपाईँहरूको हातमा रहन्छ यो कसरी मनाउने भन्ने कुराहरू चाहिँ। तर म तपाईँहरूलाई यति मात्रै भन्न चाहन्छु, रमाइलोको नाउँमा विकृति विसङ्गतिमा चाहिँ नफस्नुहोस्, विकृति नल्याइदिनुहोस् भन्न चाहन्छु। हस् त, धन्यवाद। अरू भिडियोहरू पनि आउन बाँकी नै छ। सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब चाहिँ ड्याम ठोकिदिनु होला। हस् त।